गीतै नगा भने छ र गीत गा तर गीत गाउने मधुर स्वरले गीत गाउनु भने त सुत्दै नदिने गरेर चिचाउनु पर्छ त हजुरले हामीलाई बिहान बिहान चिच्याएर सुत्न नदिए चाहिँ के नि हामीलाई चाहिँ बिहान बिहान डिस्टर्ब हुँदैन लाउनु दाइ मलाई यो सङ्कटबाट जसरी पनि बचाइदिनु पर्यो अब सन्तान त भएन अब स्वास्नी र सम्पत्ति पनि डुबाइदिएर पनि डर हो दाइ मलाई त ल न दाइ बचाइदिनु पर्यो किन चिन्ता मान्छौ म यो एक हप्ताभित्र सबै कुरा टाकटुक बन्दोबस्त मिलाउँछु त्यसपछि म तिमीलाई लिएर गइहाल्छु नि बरु भन तिमीलाई कहाँ लगौँ आग्रा जाउँ हुन्छ अवश्य म आग्राको ताजमहल देखाउँछु के त त्यसले आग्राको ताजमहल देखाउने रे दाइ त्यसले आग्राको ताजमहल देखाउने होइन म त्यसलाई नेपालको धरहरा देखाइन्छु धरहरा के जमाना आयो ल हेर आफ्नै अगाडि को लठुवालाई लिएर आएको बेला हात हालेर एकछिन चल्या छन् अरे शिव यसो बुढो मान्छे बसेछ अदब पनि छैन डर पनि छैन के भयो होला तिम्रो केही कुरा गर्नु छ है प्लिज बस न पापा अरू कुरा त सबै गर्छ तर मलाई हजुरबाको बारेमा चाहिँ केही नहुन्छ है हेर्छु पापा यो सबै सोचको कुरा हो अब हजुरबाको अनुसार त मैले कोहीसँग बोल्नै भएन भाइले भनेको कुरो ठिक हो मेरो सन्तान भएन भनेर भाइसित सल्लाह लिन आनी हो भाइसित राम्रो सल्लाह दिए है तर भाइ पहिला मलाई सन्तान नहुँदा जति टेन्सन थियो नि अहिले सन्तान हुन लाग्यो भनेर त्यसको 10 डबल टेन्सन छ ल किन नि छ अब छैन थियो नमस्कार दाइ कस्तरी तर्स्यो म त नमस्कार गरे नि त्यो मारहान लाजले गर्छ मारहान लाग्यो दाइ बधाई छ दाइ बधाई दिन लाग्यो दाइ बधाई बधाई के को बधाई दाइलाई केही थाहा छैन मलाई त केही पनि थाहा छैन हे तेरी भएको त हो के त्यो छेउनु टुप्पा गरे कुरा गरे के भएको हो भने होइन दाइ हाम्रो भाउजू त दुईजीको हुनमा छ नि हो कसले भयो तिमीलाई ल तपाईँलाई थाहा छैन टोलभरि हल्ला छ बाबाको कृपाले भाउजू त दुईजीको हुनमा छ नि होइन किन टोलाउनु बा तपाईँ कतै कन्फ्युजनमा पर्नुभयो क्या हो म कन्फ्युज भएन भने तिमीले के मतलब मेरो श्रीमती 2 जिउको होस् कि 10 जिउको होस् तिमीले पाल्नु पर्दैन तिमीले के मतलब होइन दाइ सोधेको नि यत्रो वर्षमा दाजुको सन्तान भएको थिएनन् अहिले आएर बाबाको कृपाले गर्दा बाबा कृपा नभन मलाई कसैको कृपा चाहिएको छैन मैले सन्तान पनि चाहिएको छैन यहाँ बाटामा बसेर हल्ला गर्ने होइन म त बजाइदिन्छु नि बेकुप झन् बधाई दिँदाखेरि बुढा यसै रिसाउँछन् आज दिएर आछन् जस्तो छ ओहो घनश्याम दाइ तपाईँ त बिहानैदेखि टेन्सनमा हुनुहुन्छ के भयो दाइ अब के हुनु नि यहाँको मान्छेको काम छैन केही छैन अनि बुढो मान्छेलाई जिस्क्यायो बस्यो आफ्नो आमको भैँसी नदेख्ने अर्का आमको दुम्रा देख्ने यिनीहरूलाई त हुने भए म त बङ्गरसँग खुस्काइदिएँ म के गर्ने दाइ अचेलको मान्छेहरूको कामसाम छैन जिस्कायो हिँड्यो नचाहिने कुरा गर्यो यस्तो नचाहिने कुरा गरेको त मलाई पनि साह्रै मनै भर लाग्दैन दाइ जिस्किने हद हुन्छ नि भाइ जे कुरा पनि जिस्किने चाहिने कुरा हो जिस्किनु पर्छ त मैले घर बनाए पनि स्वास्नी ल्याएँ सौता ल्याएँ देउतिया ल्याएँ तिनीहरूलाई के मतलब हो नि दाइ मलाई नि यो अर्काको चियो चर्चा गर्ने मान्छे देखेर साह्रै रिस उठेर आउँछ भने देशमा संविधान बनाएको छैन सरकार छैन यस विषयमा कसैले मतलब छैन अर्का घरको चाहिँ चियो चर्चा गरेर हिँड्छन् बेकुबहरू हो दाइ यस्ता मान्छेहरूको कुरा सुनेर किन प्रेसर बढाउनु हुन्छ बरु दाइलाई एउटा कुरा सोधौँ म के कुरा सोध्नुहोस् न पहिला त दाइलाई बधाई नै दिउँ न के को बधाई के कुराको बधाई अरे शिव पहिला बधाई त लिनुहोस् साँच्चै त्यो सन्तानेश्वर बाबाको कृपाले गर्दा दाइको पनि सन्तान हुने पऱ्यो होइन दाइ पुत्र हुने हो सन्तान सन्तानेश्वर बाबा सन्तानेश्वर बाबा के गरेको थियो त्यसले देखाएको थियो तिमीले होइन टोलभरि हल्ला छ त दाइको सन्तान हुन लाग्यो भनेर टोलभरि मात्रै किन संसारभरि हल्ला छ हेर यहाँ बाटा उभिएर कराउनु म तिम्रो बङ्गालसँग खुवाइदिनु के होइन भने बाबाले गरेर बाटामा बसेर होइन तपाईँलाई हकको कुरा गर्दा नि रिस उठ्ने भनेको नि भएको त कुरै गर्नु नहुने रहेछ बुढो मान्छेले बाटामा बसेर जिस्काउँछ के भएको भन त होइन बुढो मान्छेलाई के जिस्केर कस्तो बुढो रहेछ भएको कुरा के गर्नै हुँदैन बुढो मान्छे दिएको पर्दा नि कस्तो बुढो रहेछ
भएको कुरा गर्दा नि फोकटा रिसाउँदो रहेछ। दाई जस्तो मान्छे भएर त्यस्तासँग झगडा गर्न मिल्छ? दाई भनेको यो टोलको सिंह, त्यो भनेको त भुसुना। फेरि त्यो त यो टोलको ठग हो नि। त्यसका जस्तो तरकारी महँगो कुनै पसलमा छैन, हो कि होइन भन्नुहोस् त दाई? हो त्यो त हो। दाई एउटा कुरा सोधौँ। के कुरा सोध न? दाई पनि किन रिसाएको? त्यो जग्गा किन्नु हो दाइले? किनेन, जस्तै मोर भन्दै रहेछ मैले त किन्न। एउटा जग्गा राम्रो छ हेर्ने हो कि दाई? कति भन्छ नि? त्यही 70-75 दाई। 70-75 भन्छ भने त हुन्छ हेर्नु। कहिले हेर्ने? दाईको इच्छा जहिले हुनुहुन्छ त्यहिले। ल उसिदेखि भोलि बिहान 10 बजे यहाँ भेटौँ होइन, अनि हेर्न जाउँ। भोलि 10 बजे यहाँ हुनुहुन्छ? यहीँ भेटौँला नि त के भन्छ त? ल हुन्छ ल हुन्छ दाइ। ल दाइ टेन्सन नलिनुहोस् क्या, यस्तो शान्तिनो कुरामा पनि टेन्सन लिनुहुन्छ। ल ल है त, है त, ल ल। हेलो घनश्याम दाइ, एउटा कुरा त सोध्नै बिर्सिएछु। के कुरा सोध न? बाबाको कृपाले दाइको पनि बच्चा हुने परे हो? के जिस्काउँछस् तेरो बाउलाई? सारी घरात गुन्डा बाटोमा बसेर जे बाबु भन्छ तँलाई भेटी भने त दुई पर्छ बुझिस्? तैँले के स्नेह मलाई कथा मरायो काम नकासी त त्यसका बाजेले जिस्काउँछन्। भेट्यौँ न मात्रै मासु मार्दैन, त्यसलाई मैले जाने। ल भन त भाइ, तिम्रो भाउजूले पेट मात्रै बौदा त यो हाल छ मलाई। बच्चै पाइहाल्यो भने त यो टोलमा मलाई टिक्नै दिँदैन, बस्नै दिँदैन, सबै लखड्छन्। त्यस कारण त्यो बाबाको कृपाले हुँदा सन्तानबाट चाहिँ मलाई मुक्त गरिदिनु पऱ्यो। बा छोरा अब के भन्ने भने दाइलाई बाबा बुझ्नु न सुझ्नु हरन पापा भनेको यही हो क्या दाइ? हेर्नुहोस्, कागले कान लग्यो भन्दैमा कागको पछि पछि दौड्ने होइन के दाइ? सबभन्दा पहिला त कान छाम्नु पर्यो नि। त्यसैले यो अरूको कुरा नसुन्नुहोस् दाइ। सबभन्दा पहिला त भाउजूले पेट बोकेको हो होइन त्यो कन्फर्म गर्नुहोस् के दाइ? त्यसपछि त म छँदैछु नि, किन भन्न मान्नुहुन्छ? ल भन्नुहोस् त। भएन पाकिसक्यो हजुर, ल्याइहाल्छु। ल छिल्ल्याउ। निर्मला हजुर, मैले तिमीलाई पिरो हाल्दै नहाल कतिचोटि भनिसकेँ, किन पिरो हाले फेरि? होइन हजुर, मैले त थोरै हालेको थिएँ त। थोरै हाले पनि धेरै हाले पनि हाल्दै नहाल भनेपछि किन हाल्ने नि? मैले चाख्दा त ठिकै भएको थियो। अब त चाखे अरे मेरो खाजा चाख्ने तिमी? तिम्रो जुठो खान्छु म? होइन हजुर, मैले त अलग्गै गरेर चाखेको थिएँ। हेर तिमी एकदम बट्टा जान्ने भइरहेछ आजकल, अलग्ग चाखेर यो गरेर। पिरो छ तिमी आफै खाऊ। किन करा के को हल्ला हल्ला? हजुरको प्यारी निर्मलाले मिठो खाजा पकाइ त्यही भएर कराएको नि। के कहिले कहिले मिठो नमिठो भन्ने हुन्छ, सधैँभरि मिठै हुन्छ। कहिलेकाहीँ जहिले पनि यस्तै हो। जहिले पनि के भयो के भन्दा? मैले पिरो नहाल भनेपछि किन पिरो हाल्ने? तिमीले नहाल्नु भनेपछि किन हाल्यो त पिरो? मैले त थोरै हालेको थिएँ, खै म यहाँलाई कसरी पिरो भयो? अब के मैले हालेर यहाँ पिरो तिमीले नहाले भए? के भन्ने अब यो चाहिने कुरो गर्नुपर्छ। ल ल के बोल्या बोल्न पायो भने जे पनि बोल्छ यो त। त्यसै रिसाएर गइद त्यो रिसाएर गए जाओस् न त, गइस न हजुर फकाउन। उसलाई मनपर्छ भने मलाई मनपर्छ भन्ने छ, उसलाई मिठो लागेको कुरा मलाई मिठो लाग्छ भन्ने छ। मैले पिरो नहाल भनेर भनेको छु त, किन जतिखेर पनि पिरो हालेर नि एकचोटि भनेपछि लाग्दैन? आफूले मिठो खाना त कहिले कहिले आफैले पकाएर खाए पनि त हुन्छ नि। यो बिचारीले मात्र कतिजनाको चित्त बुझाओस् भन् त। पकाएर पनि मैले खाने, भाँडा पनि मैले माझ्ने, त्यो चाहिँ यहाँ के क्याटवक गर्न आएको? हेर्छु हजुर धेरै काम गरेको फेभरमा नबोल्छु। फेभर नगर्ने के गर्ने? उर्गामा भने यहाँ चामललाई भात बनाउने मान्छे कोही छैन, तन्ना गर्ने मान्छे कोही छैन, लुगा धुने मान्छे कोही छैन। एक काम गर्ने मान्छेलाई हेपेर त यो देशको आज यो गति भएको। हजुर जस्तो बुढो मान्छेले जे पाए त्यही गरे यो देश आज यस्तो भएको। ल बोल्न पायो भने जे पाए त्यही बोल्छु। मैले गरेर मैले गरेर नचाहिने कुरा गर्छु। काम गर्ने मान्छेलाई त्यसो माया गरेर फकाइ फुलाइ पो राख्नुपर्छ। गाडी गरेर कोही टिक्छन्? गर्नु परेको छैन, हामीलाई माया छ, पैसा दिएपछि जति पनि काम गर्ने आउँछन्। ल्या त ल्या, ल हेर्नु त ल्या, कहाँबाट ल्याउँछस् काम गर्ने? सजिलो छ भन्टाने त तिमीहरूले नचाहिने कुरा गर्छ। माया गर्नु भने त रिसाउने माया। हजुर नै गर्छ र माया गर्छ, च्यापेर राख्छु। ल हेर जे पाए त्यही बोल्छ। अन्त डर भएर केही छैन, जे पाए त्यही बोल्छ बा। अरे आजकलका केटाकेटीहरूले नेपाली बोलेर बुझाउन नसक्नेलाई पनि अङ्ग्रेजीमै भन्नुपर्ने हो कि?
कि मुर्गी खिलाएर बुवा म जान्छु है कहाँ जानु कहाँ जान्ला घर जानला किन कसैलाई यहाँ काम गरेको पनि चित्त बुझ्दैन खाना बनाएको पनि चित्त बुझ्दैन म भोलिदेखि आउँदिन होला है बुवा नचाहिने कुरा नगर न तिमी पनि अरे त्यस्ता केटाकेटीको कुरामा लागेर हुन्छ त्यो त त्यस्तै हो त्यो छुच्ची चाहिँ मलाई त झम्टिन्छ त्यसले त्यस्ता कुरा नगर हेर म हुन्जेल तिमीलाई यो घरबाट कसैले हटाउन सक्दैन त्यो त के त्यसको बाउले त हटाउन सक्दैन ल हुर्की नलौ यस्तो कुरा मनमा नराख यस्तो शान्तिना कुरा यस्तै हुँदैन छोड्दे जाऊ बरु एक कप चिया बनाऊ त मलाई बा जाऊ भन्या रे ल धेरै भाषणहरू सुनियो देश खतरामा छ देश कता जाने हो थाहा छैन सबैले यही भन्छ तर देश कतै जाँदैन देश यही रहन्छ पहिला पनि यो देश यही थियो अहिले पनि यो देश यही छ भोलि पनि यो देश यही रहन्छ देश कतै जाँदैन हिजोको फटाले पनि त्यही भन्थे अस्तिको फटाले नि त्यही भन्थे आजको फटाले नि त्यही भन्दैछन् र भोलिको फटाले नि त्यही भन्छ तर देश कहीँ जाँदैन देश यही रहन्छ कसैको सत्तासँग देशको सम्बन्ध रहँदैन देशले धेरै झुम्राहरू फेरिसकेको छ देशले धेरै मुजुराहरू हेरिसकेको छ कसैको सत्ता जाला कसैको भत्ता जाला देश रहने नरहने प्रचार नगर्नुहोस् बरु आफै रहने नरहने विचार गर्नुहोस् देश कहीँ जाँदैन देश संविधान लेखे पनि यही रहन्छ देश संविधान नलेखे पनि यही रहन्छ देश भनेको प्रकृतिको आधार पनि हो प्रकृतिको आधारसँग तपाईँको विकृतिले मेल खानुपर्छ भन्ने केही छैन देश त्यो बेलासम्म रहन्छ जबसम्म पृथ्वीमा ढुङ्गा माटो सिद्धिँदैन जबसम्म पृथ्वीमा ढुङ्गा माटो सिद्धिँदैन र पानी सुक्दैन तपाईँहरू त्यति मात्रै रहनुहुन्छ जबसम्म नेपाली जनताले कुरा बुझ्दैन तपाईहरु जस्ता धेरै आए धेरै गए देशले मजासँग पचाएको छ संरचना बिगारे पनि सम्पत्ति सिद्ध्याए पनि जे होस् देशले नेपाल भन्ने एउटा नाम बचाएको छ अझै देशको डर देखाएर हामीलाई तर्साउने भ्रममा नपर्नुहोस् तपाईहरु आफ्नो भविष्य विचार गर्नुहोस् तपाईहरु जस्तो दोबाटेले देशको भविष्यवाणी नगर्नुहोस् तपाईहरु जस्तो दोबाटेले देशको भविष्यवाणी नगर्नुहोस् न्यूज आउने बेला भयो माथिबाट टिभी हेर्छ भन्छ नि त के हेर्नु त्यो टिभी के हेर्नु त्यो न्युजै के छ र त्यो सहमति र फहमति यता र उता भनेका छन् त्यो कुइया नेताहरूको मुख के हेर्नु अनि के भयो सधैँभरि एउटै कुरो गर्छ अनि के भयो घरमा आजकल कसैलाई कसैको डरै छैन कसैलाई कसैको मतलबै छैन सबै आफ्नै आफ्नै सुरमा ल बाउ चाहिँ त नेता हो ल उसको त यताउति मान्छेका जानु पर्यो रात बिरात हुने तिम्रो छोरी के भयो भने अस्ति पनि हेर 8 बजीतिर आइ हिजो पनि 7:30 8 बज्न लाग्यो अब अहिले पनि 8 बज्न लागिसक्यो अत्त पत्तो छ के हो यो मैले फोन गरेको थिएँ बुवा आउँदै छ रे गाडी नपाएर कुरिरहेको थिएँ भन्दै थिए देशमा दल र नेताहरू जति जति बढे त्यति जनताले दुःख पाए जस्तै अहिले पनि यो मोटरहरू जति जति बढ्यो मान्छे यात्रुहरू त्यति दुःख पाइरहेछ उहिले हाम्रो पालामा ठिक्क समयमा आउँथ्यो त्यो बसहरू ठ्याक्क समयमा ठिक्क ठाउँमा जहाँ रोक्ने भन्थ्यो त्यहाँ रोक्थ्यो त्योभन्दा ठाउँमा रोक्दैन थियो अब अहिले त जहाँ हुने त्यही रोकिया छ जहाँ मान्छे मनलाई त्यही चढाएको छ फेरि मान्छेलाई कति सुविधा चाहिने हो यो भयो भने उनको कोठामै पुर्याइदिनु पर्ला जस्तो छ घरको अगाडि पनि होइन कोठामै बसले ओह्रालेर आउनु पर्ला नपाउनेले के पाए बोक्रै शुद्ध खायो भने यही हो बुवा हजुरलाई खाना ठिक गरिदिउँ त्यो म भूत हो र भूत मन छ पहिला खाऊ जा गरेर सुत भन्नाले सबैजना आउँछ सँगै खान्छु नि के एक्लै भूत जस्तो खाएर बस्छ होइन पानी पर्न लागिसक्यो त्यो तिम्रो
छोरीले त्यहाँ त्यो श्वेतालाई फोन गर न ट्याक्सी चढेर पनि आइज भनेर कहाँ ट्याक्सी चढेर आउनु बुवा त्यहाँदेखि यहाँसम्म आएको यति बेला 500 भन्दा बढी लिइदिन्छ 500 के 5000 लागे पनि मौकामा हिरा फोर्न त पर्यो नि यो रात बिरात यस्तो जमाना छ पैसाको मुख हेरेर बसेर त भएन नि फुर्क ट्याक्सी चढेर आऊ भने पैसा म दिन्छु ल फोन गर गर्न त अघि नै गरे त गर न एकताली फेरि के बिग्रियो नेटवर्कै लाग्दैन सम्पर्क हुन सकेन भन्छ बुवा नेटवर्कै छैन के छ त यो देशमा न नियम छ न कानुन छ न अनुशासन छ न पानी छ न बत्ती छ न नेता छ के छ के नेटवर्क मात्र हेर केही पनि छैन यो देशमा के ताल Brought to you by के हो आजकलका केटाकेटीहरूलाई बुझ्नै नसकिने अब माइक्रोमा आउँछु भन्थे ट्याक्सीमा आइज भनेको मोटरसाइकलमा आए को केटा हो रात बिरात त्यसरी हिँडेको छ काल जमाना यस्तो खराब छ नमस्ते दाई नमस्कार दाई कता पुगेर त्यही गणेश मन्दिरसम्म दर्शन गरेर आएको नि अनि भाइ कता म भान्जालाई हेर्न जान लागेको भान्जालाई हेर्न जान लारे के भयो भान्जालाई हेर्नुहोस् दाई आजकलको केटकेटीलाई बुझ्नै गाह्रो भयो पहिला पहिला हामी बाबामासँग डराउँथ्यौँ आजकल फेरि केटकेटीसँग हामी डराउने बेला आएको छ त्यो त हो यो चाहिँ तिमीले जायज कुरा भन्यो के जमाना आयो यस्तो है हेर्नुहोस् दाई मेरो भानीले एसएलसी पास गर्ने बित्तिकै मोटरसाइकलमा आएको थियो दिदी बिनाहरूले वास्तै गरेनन् अहिले दुर्व्यसनीहरूको सङ्गतमा लागेर भानी बर्बादै भयो बिग्रेर त्यही भएर दाई मेरो त छोरीले अस्ति एसएलसी पास गर्ने बित्तिकै स्कुटर किन्ने भनी मैले त एउटा स्कुटर किनेर दिइहालेँ भाइले चाहिँ ठिक गर्यो कि गल्ती गर्यो त्यसै म भन्न चाहिँ सक्दिनँ तर एउटा कुरो के सक्नेले त किनिदिन्छ नि नसिक्नेले त आपतै पर्छ नि फेरि अर्को कुरो कुनै पनि चिजको सदुपयोग र दुरुपयोग हुनुपर्ने भएन ठिक छ त्यो मोटरसाइकल लिएर सदुपयोग भयो भने त ठिकै छ तर त्यसको दुरुपयोग भने त नराम्रो हुन्छ नि जस्तै भानु नि अब हाम्रो देशमै हेर न अब प्रजातन्त्र आयो गणतन्त्र आयो यसको सदुपयोग भए आज हामी नेपाली जनताले कति सुख पाउँथ्यो भन त अब यसको दुरुपयोग भइरहेछ दुःख पाइरहेछ हो कि ल भन हाम्रो पालमा पो स्कुल सिधै कलेज भने कलेजबाट घर घर कलेज त्यति गरे पुग्थ्यो आजकलका केटाकेटीलाई त एसएलसी सिद्धिन पाएको छैन ब्रिज कोर्स भन्छन् स्याट भन्छन् आइएलटिएस भन्छन् यता जाने ट्रेनिङ भन्छन् उता भन्छन् बसको ताल त्यही हो दाई मैले त्यही भएर छोरीलाई ऋण काटेर भए नि एउटा स्कुटर किनेर ल्याएँ एक हिसाबले हेर्दाखेरि भाइको कुरा पनि ठिकै हो तर सर होइन दाई बेलैमा बुद्धि पुर्याउनु पर्छ नत्र पछि पछुताउनु पर्छ अनि त कति बेला फर्किने नि म 1 घण्टा पछि आउँछु बुवा 1 घण्टा पछि आउने नि है मेरो त्यहाँ किताब खानासम्म पुग्नु पर्ने छ है त हस् साथी ओहो
दाइ नमस्कार सन्चै हुनुहुन्छ? नमस्कार नमस्कार। किन यहाँ एक्लै उभिराख्नु भएको छ त? माइक्रो बस कुरेर बसिरहेको कि त्यो पेन्सन लिन जाउँ भनेको आधा घन्टा भइसक्यो यहाँ कुरेको आएको जति सबै भिड मात्र आउँछ नि ठाउँ नै नभएको त्यसमा के झुन्डिएर जानु खालि एउटा आउने अनि त्यही भएर कुरेर आजभोलि यो सार्वजनिक यातायातको त दाइ कुरै नगरौँ भने बस्न अप्ठ्यारो मात्रै होइन भने खतरा पनि छ। अस्ति बेलुका मलाई एकदम 7 भइसक्यो घर जान हतार भयो कोचिएर पनि जाउँ भनेर घर पुग्दाखेरि त मोबाइल त छैन पकेट मारा भइसक्यो। ए त्यसो पो भएछ। त्यसैले यो भिडमा यात्रा गर्नु ठिक छैन। कसैको पैसा झिकिदिन्छन् कसैको सिक्री झिकिदिन्छन्। यो बुढेसकालमा यो भिडमा जानु हाम्रो लागि उपयुक्त छैन। त्यसैले मैले त नातिलाई एउटा मोटरसाइकल किनिदिएको छु। मलाई जहाँ जान पर्ने सरल लगिदिन्छ फेरि लिन आउँछ आनन्द भए। यो बुढेसकालमा यो भिडमा चढ्नु ठिक छैन दाइ। ल त दाइ म अहिले लाग्छु एउटा सामान किन्न आएको त्यहाँ पाइएन म यसो त्यहाँ यतातिर गएर। ए ल त ल। रामप्रसादले भनेको कुरा पनि ठिकै हो। एउटा स्कुटी त किनिदिनै पर्यो कि क्या हो? ए रामेश्वर किन भयो? के भयो? Brought to you by